हेलो गाइस, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मेरो सेकेन्ड ब्लग। दिनको सुरुवात त भयो, अब चाहिँ खाजा चाहिँ खानु पर्यो। त्यही भएर गएँ म पसलतिर। पसल नै टाढा होइन नि त साथी, नजिकै हो। रुमदेखि बाहिर निस्क्यो के पुगिहाल्छ। पसलमा मान्छे रहेछ। अनि त्यसपछि पसलभित्र गएँ, हेरेको फ्रुट्सहरू मात्रै देखेँ। अनि भित्र छिरेर हेरेको, आफूलाई मन परेको बिस्कुट नै भेटिनँ। यता उति फर्केर हेर्दै थिएँ, केही पनि मन पर्दो भएन। त्यस भएपछि फर्केँ के सोचिरहेको थिएँ, लास्टमा एउटा बिस्कुट देखेँ। त्यो बिस्कुट चाहिँ राम्रो लाग्यो, लिएको। आज चाहिँ 50% डिस्काउन्ट र सबमा। अनि त्यसपछि फाइदा त उठाइहाल्नु पर्यो, नेपाली हो नि त, पाएपछि गर्छ नेपालीले। त्यसपछि एउटा केक पनि लिएँ, चाहिँ यस्तो मनपर्छ नि, मेरो फेभरेट नै हो। यो सबै सामान चाहिँ मैले 10 रुपियाँमा मात्रै लिएर आएको। लोभी छु नि त म, पैसा धेरै खर्च गर्दिनँ। त्यसपछि मैले खान थालेँ। अनि अब यसैमा मेरो ब्रेकफास्ट पनि भयो। खाएँ ल साथी। अब चाहिँ फेरि ड्युटी जाने बेला पनि भयो। म फ्रेस भएर ड्रेस लगाएर ड्युटी गएको। अनि त्यसपछि म तपाईँहरूलाई देखाउँछु मेरो रुमको ब्याकग्राउन्ड। यस्तो चाहिँ छ हाम्रो आइल्यान्ड भने यस्तै हो साथी, गाउँ जस्तै हुन्छ, जस्तो नेपालतिर गाउँ हुन्छ त्यस्तै खालको छ। त्यही भएर मानेतिर राम्रो छ बरु, आइल्यान्डहरूमा त हुन त शान्त छ, गाउँको जस्तै लाग्छ, आफ्नै ठाउँ जस्तो। जहाँ बस्छ त्यही मन लाग्दो रहेछ। सबहरू सबै क्लोज, अब हाम्रो रेस्टुरेन्ट मात्रै खुल्छ यति बेलामा। हामी चाहिँ खाना खान भनेर अलिक छिटो आएको टाइमभन्दा। अनि ड्युटी जाने बाटो एकदम नजिकै हुन्छ नि त। अब जस्तो नेपालमा काममा जाने भनेपछि टाढै होला जस्तो लाग्छ होला, तर हाम्रो चाहिँ एकदम नजिकै हो, 2 मिनट लाग्छ। यो चाहिँ हाम्रो मस्जिद बन्दैछ हाम्रो आइल्यान्डमा। रेस्टुरेन्टमा फाइनली रेस्टुरेन्ट लिएर आइपुग्यो। अब चाहिँ जानुपर्ने हुन्छ खाना खान। कस्टमर हेर्नु न साथी, अहिले नै आएर बसिरहेको। अब चाहिँ भित्र देखाएँ तपाईँहरूलाई मैले हाम्रो रेस्टुरेन्टको। अनि त्यसपछि आज चाहिँ हाम्रो चिकन बनाएको रहेछ, स्टाफ खाना। अनि उसले चाहिँ भेजिटेबल मात्रै खान्छ, उसलाई चाहिँ सब्जी बनाइदिएको रहेछ। अब चाहिँ चिकन हालेर म चाहिँ आएँ एसी रुममा। स्यालेडहरू पनि बनाएँ कि। त्यसपछि फ्यान्टा लिएको। कोही चाहिँ चिकन खान्छ, कोही चाहिँ भेज खान्छ, भेजिटेबल अन्डा। यता चाहिँ चिकन खाँदैछु म, चिकन। ड्युटीमा बस्दा बोर लागेर बाहिरतिरको नजारा हेर्नुहोस् ल, कस्तो राम्रो देख्छ नि। मलाई पनि पहिला आएको बेलामा कस्तो राम्रो लाग्थ्यो। आज मैले देख्दा उही गाउँको जस्तै आफूतिर रुखहरू देखेरै दिक्क भइसक्यो। अहिले त पुरा निद्रा लागेर कहिले ड्युटी सकिनु भइसक्यो। मान्छे कुरेर बस्नुपर्ने हुन्छ, मान्छे आए पनि नआए नि। निद्रा लागेर कहिले रुममा जानु। अब चाहिँ तपाईँहरूलाई म देखाउँछु बिच साइडतिर। जस्तो हाम्रोतिर अटोहरू गाडीहरू कुरेर बसिरहेको हुन्छ, यतातिर बोटहरू कुरेर बस्छ मान्छेहरू। क्लोज नै छ नि त अब रेस्टुरेन्ट बिच साइडको। अनि यस्तो छ हाम्रो वरिपरि। यता भित्रपट्टि चाहिँ हाम्रो रेस्टुरेन्ट छ। यो रेस्टुरेन्ट छिप्कल हेर्नु न कस्तो मजाले चिप्केर बसिरहेको थियो। अनि मैले चाहिँ भिडियो नै बनाइदिएको।
कति राम्रो दिँदै थियो जन्नते अब चल्दै थियो कस्तो राम्रो लागेर भिडियो बनाएर बसेको के गर्नु ड्युटी सक्दै सकेन एक्लै कस्टमर पनि नआएर बोर भयो फाइनली ड्युटी पनि सक्यो 6 बज्ने बेला यति धेरै अँध्यारो थ्याङ्क यू फर वाचिङ गाइज